हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो एन्ड हजुरहरू सबै सन्चै आरामै हुनुहुन्छ होला क्यारे र म पनि सन्चै छु। सो गाइज तपाईँहरूले थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नुभयो होला कुन टपिकमा भिडियो बनाउनु लायो भनेर। सो अन्तिमसम्म हेरिदिनु होला है त भिडियो। हेर्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ मेरो वाइटी स्टुडियो। यहाँ कन्टेन्टमा गएर हेरौँ, यो वालमा थिचौँ। थिचिसकेपछि हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ यहाँ चाहिँ कपिराइट दिएछ मलाई एनसिएस नो कपिराइट म्युजिकले चाहिँ। मैले 3-4वटा युज गरेको थिएँ, 3-4वटामै मलाई चाहिँ सबैमा कपिराइट दियो। अब दिँदैन भन्थ्यो धेरै मान्छेले, त्यही भएर मैले नि युज गरेको थिएँ। तर कपिराइट दिँदो रहेछ है साथीहरू, तपाईँहरू चाहिँ अब युज नगर्नु होला भन्न चाहन्छु म चाहिँ। खै किन अब मलाई चाहिँ कपिराइट दियो, अरू मान्छेलाई चाहिँ दिँदैन भन्थ्यो। हेर्न सक्नुहुन्छ तपाईँहरूले, क्रेडिट म्युजिक नि मजाले नै दिएको छ, त्यही पनि मलाई दियो। गीतमा हेरौँ, गीतमा हेर्न सक्नुहुन्छ क्रेडिट म्युजिक पनि मजाले दिएछ होइन, त्यही पनि मलाई चाहिँ कपिराइट दियो। एनसिएसले किन हो कुनै होइन, हेर्न सक्नुहुन्छ कपिराइट चाहिँ दिएछ मलाई, कपिराइट दिएछ। मैले चाहिँ यही भिडियोमा युज गरेको थिएँ। हेर्न सक्नुहुन्छ यहाँ डिस्क्रिप्सनमा नि मैले क्रेडिट म्युजिक चाहिँ मजाले दिएछ कि, त्यही पनि अब कपिराइट हान्दी गयो होइन। यही हो, प्ले गरेर नि देखाइदिन्छु म तपाईँहरूलाई। ल हेर्न सक्नुहुन्छ यो च्यानलले चाहिँ मलाई कपिराइट दियो, फुल अफ नो कपिराइट म्युजिक भनेको छ। त्यही पनि अब कपिराइट त भिडाइदि त गयो होइन, के गर्नु। अनि यो अर्को पनि छ यसको एनसिएस चाहिँ, यो चाहिँ भोलकवाला हो, भोलकवाला म्युजिक हो। अर्को पनि एनसिएस छ है त, अर्को पनि छ, हेर्न सक्छ नो कपिराइट साउन्ड भनेर यसको अर्को पनि छ सानो चाहिँ। यो चाहिँ मैले युज गरेको छैन, त्यही भएर खासै थाहा भएन। यसले पनि दिन्छ होला सायद कपिराइट। तपाईँहरू कसले गरिराख्नु भएको छ एनसिएसको म्युजिकहरू, एनसिएसको म्युजिक युज गर्ने मान्छेहरू टक्क कमेन्ट सेक्सनमा कमेन्ट गरौँ त, कपिराइट दिनु भएको छ कि छैन तपाईँहरूलाई, यसो बुझौँ म पनि है साथीहरू। एनसिएस नो कपिराइट म्युजिक चाहिँ सकेसम्म युज नगर्नु होला है त, यही भन्न चाहन्छु म यो भिडियोको तर्फबाट। हस् त साथीहरू, चाँडै नयाँ भिडियोमा भेटौँला। अहिलेलाई सबैलाई टाटा बाइ बाइ है त।